जापानमा भालुले 9 जनाको ज्यान लियो। 100 भन्दा धेरै घाइते। जापानमा भालुको आक्रमणबाट यो आर्थिक वर्षमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ। यो अचम्म लाग्दो खबर हो है तपाईलाई। अप्रिल महिनाबाट सुरु भएको आर्थिक वर्ष 2025 मा अहिलेसम्म 9 जनाको ज्यान गएको छ भने 100 भन्दा धेरै मानिस घाइते भएका छन्। विशेष गरी शरद ऋतुको पात झर्ने सिजन सुरु भएसँगै भालुहरू बढी सक्रिय भएका छन्। यस वर्ष उनीहरूको मुख्य खाना बीच नट्स, फलफुलको एक प्रकारको उत्पादन राम्रो नहुँदा खानाको खोजीमा बस्तीतिर पसेका हुन्। टोहोकु र चुबु क्षेत्रमा भालुहरू धेरै देखिएका छन्। इवाते र नागानो प्रिफेक्चरमा त धेरै मानिसहरू घाइते भएका छन्। अधिकारीहरूले सचेत रहन, आवाज निकाल्ने उपकरण बोक्न र बिहान बेलुका पदयात्रा नगर्न सुझाव दिएका छन्। प्रोफेसरहरू भालुको सङ्ख्या बढिरहेको र खानाको लागि प्रतिस्पर्धा बढ्दा उनीहरू आक्रामक हुन सक्ने बताउँछन्। जापानमा कहिलेकाहीँ मान्छेलाई भन्दा भालुलाई बढी महत्त्व दिइन्छ कि जस्तो लाग्छ है। अब बीच नट्सको कमीले गर्दा भालुहरू टोलतिर घुम्न थाले भने नमस्ते भन्दै सिधा कुरा गर्ने कि भालु लखेट्ने स्प्रे लिएर हिँड्ने भन्नेमा हामी दोधारमा पर्ने भयौँ। यहाँको समस्या हेर्दा भालुहरूले पनि हाम्रो लागि खाद्यान्न सुनिश्चित गर भनेर आन्दोलन गर्न सक्ने सम्भावना देखिन्छ। यसरी यो आर्थिक वर्षमा 9 जनाको ज्यान गुमेको र 100 भन्दा बढी मानिस घाइते भएको तथ्याङ्कले साँच्चै नै हामी सबैलाई चिन्तित बनाउँछ। तपाईले जापानमा यस्तो भालुको समस्या कतै भोग्नु भएको छ कि वा यस विषयमा तपाईको के राय छ कमेन्टमा अवश्य लेख्नुहोला है।